एउटा कुरा के बुझ्नुपर्छ भने अहंकार बोक्यो भने कुनै पनि क्षेत्रमा कोही पनि सफल हुँदैन। विनाशको बाटो के हो? जब मान्छेले अहंकार बोक्छ। अहंकारले दिमागमा अर्को चिज पस्नै दिँदैन, आफू बस्छ र भित्रबाट ढोका लगाएर चुको लाउँछ क्या। यति बुद्धिमानी मान्छे किन यो अवस्थामा छ भनेर आफूले आफूलाई एकपल्ट गहिरिएर हेरेको छ कि छैन? हाम्रो केपी शर्मा ओलीले आफूले आफूलाई हेर्नु पर्यो। झापा क्षेत्र नम्बर 5 मा म भोट माग्न जानु पर्दैन, मेरो जुत्ता पुग्यो भने पनि म भोट पाउँछु। यो अहंकार नभएर के हो? रावण पनि अहंकारले गर्दाखेरि साम्राज्य सबै नाश भयो, माटोमा मिल्नु पर्यो। त्यही अहंकारको कारणले गर्दाखेरि केपी शर्मा ओली ज्यू तपाईँ पनि माटोमा मिल्नु भयो। त्यही अहंकारको कारणले गर्दाखेरि अहंकार, तपाईँ आफै भन्नुहुन्छ अहंकार पसेपछि आफूलाई फिल हुँदैन म अहंकारी छु भनेर। हाम्रो दिमागमा उसले आफ्नो स्थान बनाइसकेका हुन्छ, हामीहरूलाई ह्याबिट बनाइसकेका हुन्छ। जस्तो नयाँ मान्छेले, नयाँ मतलब घडी नलगाएको मान्छेले, कहिले जिन्दगीमा घडी नलगाएको मान्छेले हातमा घडी लगायो भने उसलाई 1-2 दिन अनौठो हुन्छ। त्यस पछाडि जब ह्याबिट भइसक्छ उसले त्यो घडी पनि आफ्नो अङ्ग जस्तो लाग्छ कि त्यो घडी छैन भने मेरो शरीरमा के छैन जस्तो फिल हुन्छ। अहंकार भन्ने शब्द, अहंकार भन्ने चिज पनि त्यस्तै हो हाम्रो शरीरमा। एकपल्ट घर गरेर बसेपछि म अहंकारी छु भन्ने आफूलाई थाहा हुँदैन, तर संसारले देखिराखेको हुन्छ कि तपाईँ अहंकारी हुनुहुन्छ, घमण्डी हुनुहुन्छ। त्यो चिज यति बुद्धिमानी, यति ज्ञानी, यति पढे लेखेको त म भन्दिनँ, तर व्यावहारिकतामा पढे लेखेको मान्छेले यो चिज पहिल्यै बुझेको थियो भने न राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुन्थ्यो, न अहिले तपाईँहरूको पार्टीको हविगत जे छ त्यो स्थिति न अहिले आउँथ्यो। तर त्यो जुन अहंकार म भइन भने एमाले होइन, म हुँदा मात्रै एमाले हो भन्ने त्यो अहंकार, मैले जे भने पनि पत्याइदिनुपर्छ जनताले, अर्को अहंकार, मैले मुखबाट जे बोलिदिए पनि हुन्छ, आफ्नै नेताहरूलाई चाहिँ धेरै बोले भनेर चाहिँ टिकट नदिने अर्को अहंकार। तपाईको अहंकारले तपाईलाई नै डुबायो, तपाईको राजनीतिक भविष्य समाप्त पार्यो। हुन त राजनीति गर्ने उमेर पनि होइन तपाईको अहिले। तपाईँ त आनन्दले घरमा बसेर तातो चिसो चाहिँ छोराबुहारी त छैनन् होला, बुढीलाई अराएर मस्त बसेर खाएर सुत्ने उमेर हो। तर अझै पनि सूर्य थापाले म 50-60 वर्षको एजेन्सी हो भने जत्तिकै गर्नुहुन्छ तपाईँ पनि। तपाईँले त अब सरसल्लाह माथि बसेर सरसल्लाह दिने हो, नयाँ पुस्तालाई छोड्ने हो। शिक्षकले विद्यालयमा गएर रक्सी चुरोट खानु हुँदैन भन्छ, तर बेलुका उही भट्टीमा हुन्छ। ज्ञान चाहिँ उसले दिन्छ, तर बेलुका उही मान्दैन त्यो ज्ञानलाई, उसले आफ्नो व्यवहारमा उतारेको हुँदैन। उसले त्यो ज्ञान कसैले पनि पत्याउँदैन, कुनै विद्यार्थीले पनि पत्याउँदैन। होइन रक्सी चुरोटले असर गर्छ भनेर पत्याउँदैन, किनभने उसले आफूले व्यवहारमा उतारेको छैन अरूलाई भनेर कसले पत्याउँछ र? हामीले आफूले आफूलाई परिवर्तन गर्ने हो, अरूलाई परिवर्तन गर्न खोज्यो भने त्यो सम्भव छैन। तर आफूले आफूलाई निहाल्ने हो, म कतिको अहंकारी छु, म कतिको राम्रो छु, ठिक छु, नराम्रो छु, आफूले आफूलाई निहाल्ने हो। राम्रो उपदेश दिनुभयो, तर यो